ईसा ध्यान मन्दिर, जो सायद काठमाडौँकै पहिलो पिरामिड सेन्टर होला। यहाँ जाने लोकेसन चाहिँ देउबा चोक भन्दो रहेछ, महाराजगञ्जबाट बुढानीकल जाने बाटोमा। बुढानीकल मन्दिरभन्दा 200 मिटर अगाडि देउबा चोक आउँदो रहेछ। त्यसको दाहिनेपट्टि लागेपछि चाहिँ यहाँ पुगिने रहेछ। 2 किलोमिटर जति होला मेन बाटोबाट भित्रपट्टि छिर्नुपर्ने। बदेली डाँडा भन्दो रहेछ ठाउँको नाउँ चाहिँ। यतापट्टि महाराजगञ्ज भयो भने यो चाहिँ परबाट पिरामिड यस्तो देखिन्छ है, काखमा जङ्गलको एकदम प्राकृतिक मण्डलमा। यो चाहिँ मेन बाटो छोडेपछि 2 किलोमिटर गएपछि यस्तो अलिकति हल्का उकालो बाटो आउँछ। पुरै प्राकृतिक सौन्दर्यताले भरिएको। यहाँ फुलहरू स्वागत गर्न बसिरहेका छन्। यो बाटो बिस्तारै जाने, गाडीहरू तल राखेर 100 मिटर जति माथि होला, हाइटमा छ एकदम। यो माटो पनि होइन, यो बालुवाको ढुङ्गा छ कि यहाँनिर, प्रकृतिले भरिएको। माथिपट्टि गार्डन छ है। यहाँबाट साह्रै राम्रो दृश्य देखिन्छ। अहिले दृश्यतिर जाउँ है, कस्तो देखिन्छ त्यहाँबाट। मलाई हेर्नुहोस्, यति रमाइलो ठाउँ छ कि है। त्यो पिरामिडभित्र बसेर ध्यानै गर्नु पर्दैन क्या, बाहिरै बस्दा पनि पुग्छ क्या। परको गुम्बा, यो ठुलो बिल्डिङ चाहिँ तपाईँको बुढानीकल स्कुल, त्यसकै फेरि त्यो जङ्गल। यति रमाइलो ठाउँ छ कि त्यो ठाउँ छोडेर हिँड्न मन लाग्दैन, त्यति रमाइलो ठाउँ छ। प्रकृतिक प्रेमीको लागि त यस्तो रमाइलो ठाउँ छ कि त्यहाँ गएपछि थाहा हुन्छ है, यति रमाइलो छ। ल हेर्नुहोस्, ठ्याक्कै काखमै कि। ल हेर्नुहोस्, त्यहाँबाट देखिने दृश्यहरू यस्तो छ। प्रकृतिले भरिपूर्ण छ। उहाँ चाहिँ गुरु हुनुहुन्छ। 24 घन्टा खुला हुन्छ, जतिखेर जाँदा पनि हुन्छ। यो भित्रको दृश्यहरू, यो 25 बाई 25 को पिरामिड हो। यहाँ लगभग 50 जना मान्छे आनन्दले बसेर ध्यान गर्न मिल्छ। जतिखेर जाँदा पनि हुन्छ, फोन गरेर जानुपर्छ, जतिखेर जाँदा पनि हुन्छ। यहाँबाट झ्यालबाट बाहिरतिर हेर्नुभयो, ल हेर्नुहोस्, यति रमाइलो देखिन्छ यहाँनिर। ल हेर्नुहोस्, बँदेली डाँडा भनेपछि जसले पनि भनिदिन्छ